नमस्ते अनि सुरभोग खामरेगुन रेन रेन्यू सङ नमस्ते सम्पूर्ण मेरो पेजको दाजुभाइ दिदीबहिनी अनि मेरो सम्पूर्ण साथीभाइहरूलाई हैन। अन्त आज म फेरि पनि भिडियोमा आएको छु। किन आएको छु भन्दा चाहिँ अस्ति जुन चाहिँ हामी पामरङ गएको भिडियो मैले लगाएको थिएँ हैन, जुन चाहिँ पुनु मुन्छुलङको आजुन थोथमसुङ भन्छ लेप्चाबाट चाहिँ हैन, उहाँको एउटा जीवित इतिहासहरू हेर्नुको निम्ति म फर्स्ट टाइम गएको थिएँ हैन। मेरो सम्पूर्ण कलेजको दाजुभाइ दिदीबहिनी अनि विभिन्न जग्गाहरूबाट आउनुभएको हरेक सिनियर सिटिजनहरू सम्पूर्णहरू आउनुभएको थियो हैन। अन्त त्यो भिडियोलाई मैले एन्डसम्म जुन चाहिँ अब एउटा पिक्चर हेरे पनि एउटा एन्डसम्म हेऱ्यो भने हैन मजा आउँछ नि त। त्यसै कारणले गर्दा चाहिँ मैले त्यो पूजा गरेको सम्म मात्रै लागेको छु भिडियोलाई। अन्त मैले एन्डसम्म गर्ने मलाई पनि सेटिस होस्, तपाईँलाई पनि सेटिस होस् भनेर चाहिँ जुन चाहिँ हामी ब्याक टु द रुममा फेरि ब्याक भएको भिडियोहरू लगाएको छु। जुन चाहिँ उहाँले चढाउनु भएको त्यो पानीहरू, जुन चाहिँ उहाँले गर्नु हुने त्यो प्रेको जुन चाहिँ एउटा प्लेसहरू, जुन चाहिँ जग्गाहरू दुध उम्लिँदै गरेको जग्गाहरू यो भिडियोमा छ, तपाईँले हेरेर प्रतिक्रिया दिनु होला हैन। अन्त म खास नलाउ पनि भन्दै थियो, तर मलाई सेटिस पनि भएन, जुन चाहिँ भिडियोलाई मैले एन्ड पनि गरेकै थिएन हैन। अन्त यो भिडियोमा चाहिँ मैले एन्ड गर्नुको निम्ति म तपाईँहरूको समक्षमा आएको छु हैन। प्लिज भिडियोलाई लाइक एन्ड सेयर अनि कमेन्टहरू गरिदिनुहोस् हैन। अनि इडी पनि भइसक्यो होला, तर इडी नमानी हेरिदिनुहोस् हैन। भिडियोलाई कन्टिन्यू गर्नेछौँ हैन। अब यति नै छ, के भन्नु अब हैन। तपाईँले मलाई सपोर्ट चाहिँ दिनु पऱ्यो, डरो सपोर्ट गर्नु पऱ्यो, अनि मात्रै मलाई पनि जोस हुन्छ। यति नै छ, भिडियोलाई कन्टिन्यू गर्नेछौँ। बाई। सुकुङ मुन्छुलङले चाहिँ ओरेन्ज नामचुक भाइ सुकुङ मुन्छुलङ रहेछ। ओरेन्जको बोट चाहिँ तपाईँहरूलाई देखाइदिन्छु। नभए यस्तो जङ्गलमा कहाँ हुन्छ होइन, त्यो त त्यो सत्य नै हो। अब यो कस्तो खालको सुन्तला हो, काँडाहरू नै यसरी यसलाई भन्छ इतिहास। ल त अब अर्को जग्गामा जानेछौँ, आउनु क्या। यहाँ चाहिँ अब प्रेको निम्ति होइन, यहाँ चाहिँ सुकुङ मुन्छुलङले चाहिँ जुन चाहिँ बिहान बिहान आएर पानीहरू चढाउने गर्थ्यो अरे होइन। अन्त बिहान बिहान आएर उहाँले यहाँ पानी चढाउने, यहाँ पानी पलाइरहेको छ हो। अन्त मैले भिजिट गरिसकेँ, मैले दुःखहरू पनि भालेँ एकदम सत्य मनले। मैले सबै आफ्नो घर परिवारको लागि, आफ्नो आफन्तहरूको लागि, आफ्नो साथीभाइहरूको निम्ति होइन मैले सानो एउटा प्रे राखिदिइसकेँ होइन। पवित्र मनले मैले बिहान केही खाएको छैन पनि होइन, केही खाएको छैन, पानी खाइकन आएको। अब अघि बाटोमा स्टिङहरू खाएँ होइन, त्यसको त अब के गर्नु, अब खानै पर्थ्यो, साह्रै परिसकेको थियो। पसिना आएर चाहिँ अब लास्ट छ, लास्ट घुमिकन चाहिँ हामी जान्छौँ। लास्ट हेरिदिनुहोस् है एकदम मजाले। तपाईँहरू जति पहिले पनि छ तपाईँहरूले लाइक कमेन्ट सेयरहरू गरिदिनुहोस् कि ताकि हाम्रो चारठाउँ साँप पनि अझै चारठाउँ रहेछ, तपाईँले हेरिदिँदै गर्नुहोस् ल। अब हामी जाँदैछौँ है तपाईँहरूको निम्ति अनि मेरो पनि निम्ति होइन। यहाँ चाहिँ सेँडी जस्तो रहेछ, सेँडी टक 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 के भएको हेर्ने, हेर्नुहोस् त। एकखेप चाहिँ म यहाँ चाहिँ हेर्नेवाला छ, एकखेप यहाँ रहेछ जग्गा चाहिँ यति साह्रो हो। यस्तो जग्गा उसेतो सत्य हो, यो सत्य सबै नेचुरल हेर्नुहोस् त। अब कहाँ छ त, यसको चाहिँ तल छ अरे, मेन एन्ड पोइन्ट चाहिँ हो। तल देखाउनेवाला छु तपाईँहरूलाई। यो चाहिँ ओख्ली थियो अरे होइन, तर यो ओख्लीमा चाहिँ यहाँ चाहिँ पहिलाको यहाँको पार्ट चाहिँ भत्किएको रहेछ। यहाँ यो ओख्लीको यो डिजाइन पनि छ ओख्लीको हो। फेरि ब्याक भइसक्यो हामी, अब चाहिँ यहाँ पूजा गर्ने ठाउँहरू रहेछ। यहाँ गएको छैन, अब जानेछु। सुकुङ मुन्छुलङको सौदा पनि भिडियोमा दुध उम्लिने हो रहेछ है। यहाँ चाहिँ दुध उम्लिन्छ अरे गाइस।
यहाँ चाहिँ अब जस्तै मान्छे अब मोटो आयो भने पनि छिर्यो भने चाहिँ आयु लामो हुन्छ अरे हो। तर अब हामी त कसरी जानु, अब कलेजको ड्रेसमा छ अन्त यसरी छ सत्य जग्गा हो। यहाँ चाहिँ छिर्नु चाहिँ पऱ्यो आयुको लागि। म सबैको आयु यहीँबाट मागिदिन्छु होइन, सबै मेरो घर परिवार सबको लागि। यहाँ चाहिँ साँपको उयो रहेछ, तर त्यो चाहिँ देख्नु सकेन हामीले। यहाँ पूजा गर्ने जग्गाहरू अब त ढुङ्गै रहेछ। म त लहरा पो भनेको त ढुङ्गा, यही होला साँपको सायद है। अब चाहिँ हेर्दा हेर्दा भोक पनि लागेको छ म। त्यो बाँस रोपेर सिली सुलु भनेर एउटा चाहिँ कार बनाउने, एउटा चाहिँ धनु बनाउने बाँस रोपेर त्यो बाँस चाहिँ आजसम्म पनि त्यो चुमसुगरमा जीवित थियो र आज त्यो दुईटा बोट चाहिँ एउटा सिलिरे कयु मन्य पुग्न अभी रोप्नु भएको छ अनि सुलुरे कयुसा कठक्न सुरङ अभी थ्याङ थम्बुनी अनि कयुसा कमिटी संग रे यो बाँस चाहिँ मक्ने नोङ म गंगरे आरे नाम तो खुन्चिममा। अब चाहिँ यहाँ खाजा खाएको यो खुरतखु विथ अचार अनि चिया एकदम टेस्टी रहेछ। उपर बनाउने चाहिँ त्यहाँ दामी रहेछ नि, अर्ग्यानिक प्योर अर्ग्यानिक लेप्चाको एउटा वान अफ द मोस्ट एउटा दामी खाजा पनि हो यो, आजम पनि हो। ल डन डन Kadgum, Pasang Abi, Hibugum, Hostem Abi, Nukugum, Atukum, Bonus, Sang Sakshimam, Ozangu, Hunam, Tarapiam, never Sang Sakshimam, Ozangu, Dipolo, Bokat, Timbekat, or Lino Rekat, Tony, if some more than ever ल है त गाइस, अब चाहिँ फर्किसक्यो, खानासाना खाएर होइन मजाले खानाहरू दामी म्यानेज गरेको थियो। अन्त मेरो साइडमा झलकहरू देख्नु सक्नुहुन्छ यो होइन एरिया। अन्त म चाहिँ खाना खानु साथ एप्पल फेरि खानै पर्ने। म चाहिँ एक्लै छु, सबैले छोडेर गएछ होइन, केही छैन। जन्मिँदा पनि एक्लै, मर्दा पनि एक्लै हो होइन, एक्लै काम गरिन्छ। जाँदैछु के कसो हुन्छ बसको झलकहरू तपाईँलाई देखाइदिनेछु। एकदमै मजा आयो, एकदम ब्लेसफुल भयो होइन, एकदम मजा थियो, मजा पनि गरियो। यहाँ फेरि स्ट्रिङ पनि बोकिरहेको छ, अब खाँदै खाँदै एक्लै धुनमा जानेछु। स्टे ट्युन गाइस, ल पानी पर्दैछ, छिटो जानुपर्छ। बाई ल भयो भेटौँ। कसम भनेको होइन, जग्गा चाहिँ यस्तो दामी लाग्यो कि मलाई। आफ्नो परिवारसँग घुम्नु आएर यस्तो पुनुमुन सुलङको दरबारमा प्यालेसमा दर्शन गर्नु पाउँदा कस्तो खुसी हुन्छ होला। हो फ्युचरमा हामी पाउँछ होला आफ्नो परिवारसँग, आफूले चाहेको मान्छेहरूसँग है। अब चाहिँ जानेवाला छु है त। एकदम लेप्चा जाति पनि एकदम, अब यस्तो जग्गामा लेप्चा जातिहरू अरू जातिहरू पनि थियो होइन, एकदम खुसी लाग्यो। स्टे ट्युन गाइस, पानी पर्न आँटेछ हेर्नुहोस् जग्गा। भेट गरौँ ल, के गर्नु, यस्तै चाहिँ पारा हो। यो केटा चाहिँ जहाँ पनि पुग्ने मान्छे हो फेरि हो, ताल पऱ्यो भने चाहिँ। ल भरे भेटौँ ल गाइस, त्यसै बित्तिदिएको मैले। एकछिन त भेटौँ, स्कुलमा प्रोग्राम रहेछ हो, एकछिन भेटौँ ल गाइस। कहिले रुम पुगेर चाहिँ खानासाना खाएर चाहिँ सुत्नु पाउने भइरहेको छ मलाई। साङ्गे फल्समा चाहिँ यतापट्टि जाम छ, यहाँ सबै बसिरहेको छ। के गर्नु भयो अब, म भए त खोलिदिन्थ्यो। अलिक उता गर, यता गर्दै पानी पनि पर्यो, के गर्नु नि, जाम त बम्मै भयो त नि। ल अहिले भेटौँ, अब सिधै रुम पुगेर हुन्छ कि भए बसको झलक दिनु पनि सक्छु ल। स्टे ट्युन।